वेलकम बैक टु माई बिन्दा किचन भ्लग। मैले आज निङ्ग्रो बनाएको। निङ्ग्रोमा चाहिँ मैले प्याज टमाटर लसुन अन्त आलु निङ्ग्रो बनाएको। अन्त यो हर्दी र रङ खोर्सानी हाले हो। यहाँ तपाईँको भात पाक्दैछ। यहाँ चाहिँ कालो दाल यो फुटुवा दाल यो बनाउनु आँटेको। यहाँ पानी उसिनिरहेको छु। यहाँ छ मुसुरी मुङ्गी, यहाँ चाहिँ इस्कुस बनाएको। यहाँ फिङ, यहाँ तपाईँको के हो यो बैगुन र आलु। यहाँ चामल केलाउँदैछ बडीले। यस्तो छ आजको दिन, यस्तो भइरहेछ। यहाँ पनि छ भात। यहाँ चाहिँ मैले टमाटर उसिने भातमा। यो चाहिँ उयो सिद्राको अचार बनाउने हो म। यहाँ चाहिँ छ सिद्रा हो, सिद्राको अचार बनाउँछु। हाल्दै मैले निङ्ग्रो चाहिँ मेरो यतिको भइसकेको छ। निङ्ग्रो र आलु बनाएको। यस्तो भयो मेरो निङ्ग्रो र आलु। दालमा मैले अब हालिदिन्छु हर्दी हो, अलिकति हर्दी हाल्दै अब पानी र नुन हालिदिन्छु। भात नुन यतिको गर्दैछ यहाँ। अब यहाँ मैले सिद्रा फ्राई गर्छु एकछिनमा, अचार बनाउँछु। पाक्दैछ यहाँ खाना है मेरो किचन। यहाँ चाहिँ बडाले रोप्नु भएको भर्खर हुँदैछ। दिन चाहिँ आज यस्तो छ। चाट मसला हालेर काँक्रा खाँदैछु। मैले अघिको भात थियो त्यो पनि हाल्दै, टमाटर पनि पाक्यो, निङ्ग्रो र आलु पनि पाक्यो। सिधा चाहिँ यतिको फ्राई भयो। अब यो सुक्खा खोर्सानी म फ्राई गरिदिन्छु। फ्राई गर्छु मजाले। अब दिन डल्लै आउँछ गाइसहरू मेरो ब्लग हो। अब चाहिँ ग्याप गर्दिनँ। पाक्दैछ। मैले चाहिँ टिम्बुरको अचार बनाएको। यस्तो दामी भएको छ। यहाँ हाम्रो म्याडमले फेरि कराउँदैछ। मैले अचार बनाएको थिएँ कि त्यसको खुसबु आएर कराउँदैछ। यतिको चाहिँ फ्राई भयो। अब यहाँ अर्ग्यानिक उयसमा सिलौटामा पिस्छु। यतिको चाहिँ भयो मेरो सिद्राको अचार। मस्त खाउको लागेला। कालो दालमा चाहिँ मैले प्याज टमाटर लसुन हालेको। यसमा चाहिँ मैले बटर पनि हालिदिएको हो। यो चाहिँ कालो दालको लागि। प्याज टमाटर लसुन त्यति त हो। यो त कालो दालमा त के हाल्नु है गाइस। करास थुप्रेको अब धुनुपर्छ। यतिको चाहिँ भयो यो फ्राई हो। यतिको चाहिँ हुआ गाइसहरू। कालो दाल चाहिँ यस्तो भयो चाहिँ हो। बेला जान्दा ठिकै हुन्छ। अघि यो जानेको चाहिँ म यहाँ हालिदिन्छु कुकरमा। यतिकै पाक्यो।